माई गड त्यसो उठे पर जाम फोटो खिच्न अनि हेलो किन भाइ त भने यहाँ फर्केर छिटो हेलो हेलो चिन्टाउ मलाई त किन नि त्यस्तो जाडो नि होइन है आज बल्ल मेरो मुड चलिरहेको हल्का फुल्का तर यो कस्तो कि राम्रोसँग देखिसकेन रहेनछ टोपी राम्रो लाग्यो आज हामीहरू चाउमिन बनाउँदैछौँ र हाम्रो सेफ हुनुहुन्छ उहाँ हामीले धेरै कुरा बिगारिसक्यौँ त्यो मलाई गाली पनि खाइसक्यो यो हाम्रो चाउमिन हो यो केचप हो यो हो सोया सस अनि यो चाहिँ हाम्रो भेजिटेबल खुर्सानी तेल इत्यादि पिनट अनि आउँदै हुनुहुन्छ हाम्रो सेफ उहाँ चाहिँ हाम्रो हुनुहुन्छ सेफ उहाँले आज चाउमिन बनाउनुहुन्छ हेलो गाइजहरू यता छन् बिजी यता छन् बिजी यो चाहिँ हाम्रो खाजा खाने ठाउँ हो यहाँ चाहिँ बसिरहनु मान्छेहरू बाहिर हिउँ परेछ यस्तो छ यहाँ चाहिँ यस्तो हुँदैछ रोला चाहिँ मैले छोडिदिएँ यहाँ बनाउँदैछु रोस्ट यहाँ पाकिरहेछ यहाँ हामी चाउमिन नै बनाउँदैछौँ हेलो आज यहाँ खाँदैछु ब्लुबेरी यो हाम्रो म्याम हेलो गाइज यो चाहिँ मेरो कपी म चाहिँ अहिले यहाँ यो चाहिँ हाम्रो चटपटेको हो यो चाहिँ म पढिरहेको यो चाहिँ हामी यहाँ गाना सुनिरहेको हेडफोन लगाएर ऊ चाहिँ अस्मिता ऊ चाहिँ झर्ना बिन्दा दिदी उहाँ चाहिँ बिन्ता दिदी हामी सबको दिदी आन्टी हुनुहुन्छ चाहिँ अनि यस्तो हुन्छ इन्टरनेसनल स्टुडेन्ट ChatGPT यो चाहिँ हाम्रो क्लास हाम्रो क्लास यो चाहिँ मेरो यहाँ चाहिँ पार्टी होला हाम्रो चटपट पार्टी छ कस्तो टक्क हेलो एभ्रिवान झर्ना गएर तिमी बन्यो मैले बनाउँदै थिएँ यिनले चाहिँ बनाउँदैछु नि मेरो चाहिँ हल्का फुल्का बनिसकेको छ जाम हुन्छ होला यस्तो गरौँ हेर्नलाई चाहिँ यहाँको विन्डो राम्रो हो कि एक दुई दिन स्नोहरू हेरौँ अनि भ्यूहरू हेरौँ भन्नलाई चाहिँ दामी तर बसेपछि चाहिँ लास्ट गाह्रो छ अनि यो चाहिँ अब मेरो आँखामा हेर्नु सक्नुहुन्छ पुरै शीत जमेर है मलाई चाहिँ कस्तो थकाली खाना मिस भइरहेको थियो अनि ढेँडो नि बनाउँ न एकचोटि ट्राई गरौँ कस्तो हुन्छ भनेर बनाएको हल्का पातलो चाहिँ भएको थियो है अनि अरू चाहिँ म थकाली खाना बनाउनको लागि रेडी हुँदै थिएँ म चाहिँ आजको फाइनल लुक देखाउँछु यस्तो छ अहिले चाहिँ हाम्रो आधा साथीहरू किचनमा छन् This is our buffet. And she is Smriti. She wants job. No. She loves cleaning. That's why she is clean. Oh my God. She's clean. What a English. What a English. What a English. हाम्रो रेडी भएर यो हामी दुईजना यस्तो खाँदैछौँ इडिया पार्क गइरहेछौँ है ब्याकग्राउन्ड चाहिँ यस्तो छ यति हिउँ छ ब्याकग्राउन्डमा अनि बाबु चाहिँ यस्तो छ नि बाबु कति राम्रो देखेको यहाँ हिउँ न हिउँ छ
यस्तो छ घाम हल्का फुल्का लागेको छ नत्र घिनै छ। ल आज चाहिँ हामीलाई चटपटी खानु मन लाग्यो अनि प्लस पानीपुरी पनि दुइटै एकैचोटि। यस आज हाम्रो ब्रेकफास्ट हुन्छ पिन्ता दिदी, ऊ हुन्छ झरना, ऊ छ अस्मिता, यता चाहिँ दिस इज द ल्याब प्लान्ट। यो चाहिँ लेक हो अनि त्यहाँ चाहिँ स्नो बाइकहरू आइरहेछ। यहाँबाट त्यस्तो लेखेको छैन। स्नो बाइक मेरो चाहिँ यस्तो छ हालत, आँखामा जम्न लागिसक्यो, जमिसक्यो, टोपी यस्तो गर्छु। यो हाम्रो वर्किङ एरिया। यहाँ हुनुहुन्छ अस्मिता, हाम्रो किचन, उहाँ हुनुहुन्छ पिन्ता दिदी। वाउ ब्युटिफुल, वाउ ब्युटिफुल, वाह ब्युटिफुल, वाह। हाम्रो चाहिँ अब अलमोस्ट रेडी छ है। आजको रेसिपी चाहिँ यस्तो छ, दामी दामी बनिरहेछ। यो चाहिँ हाम्रो के हो नाम चाहिँ थाहा छैन, नाम के अरे भाइ सपना? केरामेल आइस त्यो आइस ल्याटे मा वाइन चाहिन्छ विथ वाइन। यहाँ चाहिँ यस्तो, यहाँ चाहिँ स्मुदी बनिरहेको है। अनि मैले चाहिँ यहाँ बनाएको हाम्रो कफी मेसिन हो। त्यहाँ चाहिँ अरू विद्यार्थीहरू बसिरहेको छ। यो चाहिँ हाम्रो बार एरिया हो। अगाडि अब अगाडि किन लगाएको थिएन, मैले के पनि लगाएको थिएन। रोहन के पूजाको टिका लाउनु सर बस्यो। ग्रीन ल ल ल ल ह्याप्पी होली ल बोल्नु ल। ग्रीन छुट्या चिन्टु कतातिर हेरिरहेछ एकहोरो भएर, कसलाई सम्झिरहेको छ। चिन्टु हो उसको नाम चाहिँ। हामी चाहिँ यति बेला नालीकारी बिच गइरहेछौँ। यो चाहिँ बाटोमा यो बिच त पुरै जमेर। यो चिन्टु जाडो भयो। बिच बिच हो कि के हो थाहा नै होइन है दादा। यस्तो ल एकैछिन दिदीको भिडियो बनाइदिन्छु अनि कहिलेकाहीँ चाहिँ यस्तो पनि गर्नुपर्छ, रमाइलो हुन्छ अनि फ्रेस फिल हुन्छ हिउँमा मस्त घुमेर। यो हामी चाहिँ यति बेला स्विडेन पुग्यौँ। यो चाहिँ फिनल्यान्ड र स्विडेनको बोर्डर नजिकैको सिटी हो। यहाँ चाहिँ इकिया पार्क, यहाँ चाहिँ अब यस्तो सामानहरू पाउँछ, रुम रिलेटेड ग्रोसरीहरू, फर्निचर, अनि अब यो पिलोहरू भयो है, आफ्नो रुममा चाहिने सामानहरू, प्लान्टहरू। अनि हामीले चाहिँ घरबाटै पुरी अचार बनाएर लगेको थियो अनि छोला नि बनाएको थियौँ। अनि यहाँ चाहिँ अब यहाँ म क्यान्डी वर्ल्डमा पुगेँ। यहाँ चाहिँ पुरै क्यान्डी नै क्यान्डी थियो। मैले नि अलिकति लिएर आएको थिएँ, 1 kg समथिङ क्यान्डीहरू ल्याएको थिएँ। अनि डिफ्रेन्ट थियो यहाँ चाहिँ क्यान्डीहरू मस्त। हामी चाहिँ त्यहाँदेखि फर्किँदैछौँ। यो चाहिँ फर्किँदाखेरिको हल्का सानो क्लिपहरू हो यिनीहरू चाहिँ। मैले सानो क्लिपहरू खिच्दै आइरहेको थिएँ।
त्यस्तो राम्रोसँग प्रपर भ्लग नै भएन। यो चाहिँ हल्का एडिटिङ गरेर अलिकति भ्लग जस्तो गरौँ भनेर मात्र हो। अनि यो चाहिँ अन्डरग्राउन्डमा पार्किङ रहेछ कि। अब यो चाहिँ हामी पार्किङ गरेर माथि हल्का खेल्ने जस्तो छ। बच्चा बच्चीहरूलाई प्लेग्राउन्ड जस्तो टाइपको, ग्राउन्ड त नभनौँ, प्ले रुम। अनि यहाँ चाहिँ हामी खेल्दै थियौँ, म र चिन्टु। अनि हामीले चाहिँ यो चाहिँ मल हो है।